आज हजुरहरूलाई घरमै कसरी लड्डु बनाउने सजिलो र आसान तरिकाले त्यो बताउन गर्छु। पहिला बेसनलाई चाहिँ घोल्ने अनि त्यसपछि गिलो बनाउने, त्यसपछि कडाईमा भुजुरी टाइपको गर्ने, त्यो छान्नीमा राखेर ट्याक 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 हानेर भुजुरी टाइपको बनाउने। यो भुजुरी टाइपको हुन्छ। भुजुरी टाइपको हुन्छ। यो भुजुरी टाइपको भएपछि यसलाई निकाल्ने। यसलाई निकालिसकेपछि अनि त्यसपछि यसलाई मिक्सचरमा हालेर पिस्ने र यसलाई पाउडर जस्तो गराउने। यसलाई पाउडर जस्तो मिक्सचरमा हालेर पिसेपछि पाउडर जस्तो हुन्छ। मिक्सचरमा पिस्दै यसले यस्तो भुजुरी टाइपको भइसक्यो यो। अब यसलाई हामीले चास्नी पकाउनु पर्छ। पहिला चास्नी यो पाकिरहेछ। अब यसमा हालेपछि यसलाई मिक्स गर्ने। त्यसैमा हालेर त्यो पाउडर बनाएको, अघि पिसेर पाउडर बनाएकोलाई चास्नीमा हालेर त्यसलाई मिक्स गर्ने। हल्का दुध हालिदिने, घिउ हालिदिने। अनि यसलाई यसरी मिक्स गर्ने। अब यो मिक्स भएर रेडी भइसक्यो। हाम्रो लड्डु बन्नलाई यो रेडी भइसक्यो। लड्डु बन्नलाई तयारीमा छ। अब यसलाई यसो सेलाउन दिने, अनि सेलाउन दिइसकेपछि यसलाई गोलो गोलो बनाएर लड्डु बनाउने। अब यसरी ट्रेमा चाहिँ घिउ लाउनु पर्छ, त्यो नचप्कियोस् भनेर। यो अब रेडी चाहिँ यो अब लड्डु बनाउन रेडी भयो। लड्डु बनेर रेडी भयो है। अब ल, लड्डु बनेर रेडी भयो। खाना आउनु सबैजना। लड्डु बने रेडी छ है खानालाई। ल आउनुहोस्।